म कक्षा 12 पछि विवाह बन्धनमा बाँधिए। श्रीमानले पोखरामा रक्सीको होलसेल पसलमा काम गर्नुहुन्थ्यो। 3 वर्षको सङ्घर्षपछि जमिन बेचेर लेक साइडमा आफ्नै रक्सीको होलसेल पसल खोल्यौँ। मेहनतले व्यापार फस्टायो। सबै चिज राम्रै चलिरहेको थियो। हामीलाई परेको बेलामा सहयोग गर्ने एकजना व्यक्ति थिए, सम्पन्न परिवारका। उनले जग्गाको कारोबार गर्थे। उनले आफ्नो कारोबार मिलाउनको लागि केही रकम आवश्यक भएको भनी पैसा मागेका थिए। उसले हामीलाई पर्दाखेरि साथ सहयोग गरिदिएकाले हामीले पनि उसलाई विश्वास गरेर आफ्नो पसलको कागज बैंकमा राखिदियौँ र पैसा निकालिदियौँ। केही महिनासम्म उसले ब्याज तिर्यो, तर पछि तिर्न छाड्यो। बैंकले हाम्रो पसल कब्जा गर्न थाल्यो। जब हामीले उसलाई पैसा तिर्न भन्यौँ, उसले हामीलाई नै दोष लगायो। मुद्दा हाले पनि न्याय पाइएन। अन्ततः ऋण तिर्न पसल बेच्नु पर्यो। यो घटनापछि श्रीमान डिप्रेसनमा गए। उनी दिनदिनै कमजोर हुँदै गए। उपचारको लागि हामीले झन ऋण लिनु पर्यो। केही महिनापछि औषधि र परामर्शको सहयोगले उनको अवस्था केही सुधार भयो, तर डर सधैँ रहिरह्यो। यो कहिले पनि फर्किन सक्छ। त्यसैबीच हाम्री छोरी स्कुल जानुपर्ने उमेरमा पुगेकी थिइन्। हाम्रो आर्थिक अवस्था बिग्रिँदै थियो। छोरीको पढाइ, घर चलाउन, श्रीमानको उपचार, औषधि, अब केही थिएन। न पसल न त पैसा। श्रीमान विदेश जान सक्ने अवस्थामा थिएनन्। त्यसैले मैले जाने निर्णय गरेँ। आजभन्दा 4 वर्ष अगाडि म एजेन्ट मार्फत पूर्वको एक देशमा आएँ। नेपालमा हुँदा एजेन्टले हामीलाई भनेका थिए कि हामी अफिसमा अफिस गर्लको रूपमा काम गर्नेछौँ। तलब पनि राम्रै हुन्छ। हामी प्रत्येकले रु 2,50,000 तिरेर यहाँसम्म आइपुग्यौँ। तर जब हामी यहाँ आइपुग्यौँ, कथा पुरै फरक भइदियो। हामी 20 जना एउटै कोठामा बस्नु पर्यो। केटा र केटी सबैजना सँगै। राम्रो खानपान पनि थिएन। पहिलो केही महिनासम्म एजेन्टले भन्यो, तिमीहरूको काम प्रोसेसमा छ। पुरै दिनभर एकै कोठामा 20 जना बस्नुपर्ने। मौसम अत्याधिक गर्मी थियो। त्यो बिरानो सहरमा बाहिर घुम्न जानलाई पैसा थिएन। कहाँ जाने, के गर्ने, केही पनि थाहा थिएन। केही महिनापछि एजेन्टले मलाई हाउसमेटको रूपमा काम गर्न पठायो। कामको समय निश्चित थिएन। दिनभर 15 घण्टा काम गर्नुपर्ने। कहिलेकाहीँ त 20 घण्टासम्म लगातार खटिरहनु पर्थ्यो। मालिकको व्यवहार कठोर थियो। सानो गल्ती गर्दा पनि गाली गलौज सहनु पर्थ्यो। पारिश्रमिक समयमा पाइँदैनथ्यो। एजेन्टलाई यो समस्या सुनाए, तर उसले उल्टै झन् धेरै दुःख दिने धम्की दियो। म यो काम मन पराउँदिन, कृपया अर्को काममा पठाइदिनुस् भने। उसले कठोर स्वरमा जवाफ दियो, तँ यही काम गर्नै पर्छ, अन्यथा परिणाम राम्रो हुने छैन। एजेन्टले मेरो पासपोर्ट आफूसँगै राखेको थियो। म यो काम छोड्न चाहेर पनि कतै जान सक्दिनथेँ। मेरो स्वतन्त्रता उसकै हातमा थियो र म बदक सरह त्यहाँ थुनिएकी थिएँ। भने महिनाको 2 दिन थियो, आइतबार। शनिबार अबेर रातिसम्म काम गरी म नेपाली ड्राइभरको कार लिफ्ट मार्फत आफ्नो साथीको कोठामा जान्थेँ र साथीहरूसँग केही समय रमाइरहन्थेँ। ती क्षणहरू नै मेरा लागि राहतका पल हुन्थे, जहाँ म कामको तनाव केही समयका लागि बिर्सन सक्थेँ। म डे अफमा धेरैजसो साथीकोमा जाँदा त्यही नेपाली ड्राइभरको कार लिफ्ट मार्फत जाने आउने गर्ने भएकाले राम्ररी चिन्जान हुँदै गयो। म उसको नियमित ग्राहक भएकोले उहाँसँग मेरो नम्बर थियो।
सुरुमा उहाँले शनिबार मलाई पिकअपको लागि फोन गर्नुहुन्थ्यो र त्यसपछि बिस्तारै बिस्तारै उहाँले मलाई अन्य दिनहरूमा पनि फोन गर्न थाल्नुभयो। उहाँले फोनमा सुरुमा सामान्य कुरा गर्नुहुन्थ्यो, बिस्तारै आफ्नो परिवारको बारेमा बताउँदै जानुभयो। उहाँ पनि पोखराबाटै हुनुहुँदो रहेछ। उहाँ भन्नुहुन्थ्यो, मेरो विवाह भएको 5 वर्ष भइसक्यो। मेरो र बुढीको सम्बन्ध राम्रो छैन। एक छोरी छ। छोरी जन्मेपछि म नेपाल गएको छैन। मेरो बुढी म नेपाल आउने प्रतीक्षा गरेर बसेकी छ। म नेपाल गएपछि उसको र मेरो सम्बन्ध विच्छेद हुनेवाला छ। छोरी सानै भएकाले अझै 1-2 वर्ष घर जान्न। उहाँले मलाई आफ्ना हरेक कुरा बताउनुहुन्थ्यो। उहाँको पर्सनल लाइफको बारेमा खासै चासो नभए तापनि उहाँको फोन कल सुन्थे, यसो गर्दा उहाँलाई सन्तोष मिल्ला भन्ने सोचेर। मैले घरेलु कामदारको रूपमा काम गर्न थालेको लगभग 1 वर्ष पुगिसकेको थियो, जहाँ लामो ड्युटी आवर र कठोर व्यवहारको सामना गरिरहनु परेको थियो। बिदामा म आफ्नी साथीसँग गएर आराम गर्ने प्रयास गर्थे। ड्राइभरसँगको मित्रता पनि समयसँगै बढ्दै गइरहेको थियो। काम कठिन थियो र पारिश्रमिक समयमा प्राप्त हुन्थेन। न समयमा घरमा पैसा पठाउन सकिने। जसरी पनि यो काम छोड्नु थियो। एजेन्टलाई पनि काम चेन्ज गर्ने वा नभए भिजा मात्रै क्यान्सेल गरी पासपोर्ट दिनलाई भने। त्यो गर्न पनि तयार भएन। अन्तिममा मैले लेबर कोर्ट जाने निर्णय लिएँ र मेरो भिजा रद्द गरेँ। भिसा रद्द गरेपछि म आफ्नै साथीको कोठामा गएर नयाँ कामको खोजी गर्न थालेँ। मैले हर स्थानमा गएँ र सबैसँग सोद्धा पनि काम पाउन निकै गाह्रो थियो। महिनौसम्म पनि जब पाउन सकिनँ। म जबको अन्तर्वार्तामा जान्थेँ। हरेक पटक नेपाली ड्राइभरले मलाई पिकअप गर्थे र अन्तर्वार्तापछि मेरो कोठासम्म फर्काएर छोड्थे। उसको कोठा मेरो साथीको कोठासँग नजिकै थियो, त्यसकारण पनि हामी सँगै धेरै समय बिताउन थाल्यौँ। यसरी ऊ र म धेरै नजिकिसकेको थियौँ। यसै क्रममा उसले मलाई लिभिङ टुगेदरमा बस्ने प्रस्ताव गर्नुभयो। म उसलाई असल साथीको नाताले मात्र सोचेकी थिएँ। उता मेरो समस्या दिनपछि दिन बढ्दै गएको थियो। यस सहरमा जागिर बिना बाँच्न गाह्रो थियो। कोठा भाडा, खान, बस्न अनि जबहरूको लागि इन्टरभ्यूको लागि जाँदाखेरिको खर्च निकै धेरै थियो। साथीहरूसँग सरसापट गरेर केही समय चलेको त थियो, तर यसलाई निरन्तरता दिनु एकदम गाह्रो थियो। जागिर पाउने कुनै निश्चितता थिएन। नेपाल जाने अवस्था पनि थिएन। म पनि जीवनको सबैभन्दा कठिन परिस्थितिमा थिएँ। श्रीमानको स्वास्थ्य अवस्था कमजोर थियो। घरमा थुप्रै ऋण थियो। छोरीको भविष्यको चिन्ता थियो। कामले गर्दा मैले कहिल्यै माया, साथ र सुरक्षाको अनुभूति गरेकी थिइनँ। त्यसैले मैले केही समय सोचेँ र अन्ततः उसको प्रस्ताव स्वीकार गरी उसँगै लिभिङ टुगेदरमा बस्ने निर्णय गरेँ। सुरुवाती केही महिना सबै ठिकठाक चलिरहेको थियो। ऊ मेरो जबको लागि धेरै प्रयास गरिरहेको थियो। इन्टरभ्यूमा पनि सँगै जाने आउने गर्थ्यौँ। उसँग बसेपछि मलाई थोरै भए पनि आर्थिक समस्या भएन। हामी सँगै हाँस्ने, रमाउने गर्न थाल्यौँ। म आफ्नो विगतको कठिनाइहरू बिर्सने प्रयास गर्दै थिएँ। तर केही महिनापछि सबै कुरा परिवर्तन हुन थाल्यो। बिस्तारै उमा केही परिवर्तन आउन थाले। सधैँ नै काम छ भने बाहिर बस्न थाल्यो। तर उसले भनेको काम अनुसारको कमाइ थिएन। रुममा कहिलेकाहीँ आए पनि उसको व्यवहारमा धेरै परिवर्तन भएको थियो, जुन अस्वाभाविक थियो। खाना खाएपछि साथीहरूकोमा जान्छु भनी घन्टौँ हराउँथ्यो। यसलाई मैले सामान्य रूपमा लिएको थिइनँ। तर एक दिन उसको पर्समा अस्वाभाविक पैसाको नोट देखेँ, जुन जलेको थियो।
मैले कहीँ कतै सुनेको थिएँ पैसा जसलाई लागु पदार्थ सेवन गर्छन् यसबाट मलाई शङ्का लाग्न थाल्यो कि ऊ लागु पदार्थको सेवन गर्दैछ। केही दिनपछि लुगा धुँदा मैले उसको पाइन्टबाट पोप देखेँ जुन लागु पदार्थको थियो। यस घटनाबाट मेरो ऊप्रतिको विश्वास गुमेको थियो। समयसँगै मैले ऊबाट दूरी बनाउने प्रयास गर्दै थिएँ। यसबीच ममा अवाञ्छित गर्व भएको थाहा पाएँ। मसँग पैसा थिएन। त्यसपछि उसले मलाई झन् धेरै व्यवस्था गर्न थाल्यो।